थाहा छैन आयो कसरी आएर मन्त्रीले ल्याएको लागि अब हामीलाई आउँदाखेरि बिहान ड्युटी आएकोमा आएको ल्याएर त कसरी छोडेर नि त कहाँबाट ल्याएर छोड्दै हो यो पछाडि थाहा पाउँदाखेरि झिवर गाउँमा भन्ने सप्लायर जसको एउटा हाम्रो भिटामिन थाकाको मेसिन 1 छ कसले मगाएको देखिएको छैन मलाई त्यस्तो थाहा भएन छैन त्यसरी हामी जानकारी यो मिसिन जुन छ तपाईँले हस्पिटलले खरिद गरेको हो कि प्रदेश सरकारबाट आएको कि सङ्घ सरकारबाट आयो कि निजी स्रोतबाट आएको यो हामीलाई थाहा भएन मैले भन्न खोजेको हजुरले यहाँको प्रमुख होइन विभाग प्रमुख भयो विभाग प्रमुखले यो थाहा नभएपछि पछाडि मैले जानकारी तपाईँलाई थाहा छ प्रशासनलाई जानकारी नभएको विभागमा चाहिँ पनि हामीहरू त म बिहान जस्तै सोमबारमा आएँ नि कि यो मेसिन थाप पछाडि जब आएँ नि मैले प्रयोग गर्दाखेरि आइतबार सन्डे आएको हो अनि सोमबारमा 9 बजे बिताउँदै हेरेपछि के को मिसिन हो यो भिटामिन थाइरोइड हर्मोन ट्युमर मार्कर यसको यो बजार मूल्य कति पर्ला यसको त्यो थाहा भएन त्यही पनि तपाईँहरू त्यसो अनुमान हुन्छ नि अन्दाजी अब के भन्ने अन्दाजी भन्न मिल्दैन जे होस् मेरो विचारमा यो 20-25 लाखको अन्दाजी मूल्य त्यो कसले ल्यायो कहाँबाट ल्यायो थाहा छैन 81 भित्र आयो कसले ल्याएर राख्यो पनि थाहा छैन होइन भने त सोमबार कुवारी गऱ्यो नि त कुवारी गर्दाखेरि अनि कुन सप्लाई भन्नु धीरज वर्मा भन्ने उहाँको अगाडि त्यसपछि